ल गोमा दिदीको नाम के रे? गोमा दिदीको नाम काप्ले। काप्ले हे। गोमा काप्ले। घर कहाँ रे तपाईँ? चरिकोट। ल तपाईँलाई के भन्नु मन लाग्यो सबै कुरा भन्नुहोस् है आज मैले। दोलखा कालिम्चोक भ्युसिङ खानको मान्छे हो म। त्यति अब के गर्नु दुःख पाइयो अर्काएर बसिरहेको छु भाडा तिरेर 10 महिनै पछि भाडा तिर्नुपर्छ गाह्रो छ नि मलाई के गर्नु त्यति हो काम गरेर खाइरहेको छ काम गरेर चलिरहेको छु अब अनि छोराछोरी बुहारीहरू कहाँ छ गाउँमा दिदी? सर्लाहीमा छन् सर्लाहीमा छन् एउटा छोरा बाहिर छन् मेरो एउटा छोरी बाहिर छ एउटा छोरी उता लालबन्दीमा छ अनि यस्तै छ छोराबुहारी लालबन्दीमा छन् कोठालेर बसेका छन् घर छैन घर भइदिए म जान्दिनँ साली कसको घर छ? छोराको छोराको घर पनि छैन मैले पछि हाटमा बस्नु परेको छ फेरि बाँकी हो थाहा छैन यति मात्रै हो अरू के भन्नु पर्यो? बालाजुमा बस्यो नि 20 वर्ष मान्छ अझ मान्दैन कहाँ मान्नु 20 वर्ष धेरै वर्ष भयो हामीले थाहा पाएको त्यत्रो वर्ष भएपछि बिर्सिनु भन्नु रहेछ तपाईँ बिर्सिनु रहेछ बिर्सिने अब बुढी भइसक्यो बुढा भिडियो पनि बस्छ 5 वर्ष 6 वर्ष भयो अब खतरा सक्यो अब खुट्टा छोराले कन्जा गरेको अनि के भन्छ त्यो भट्टा लिने गरेर छ कि छैन वृद्ध भत्ता? अहिले आउँदैन किन नि सोध्नु रहेछ सोध्नु आउँछ आउँछ कहिले लिएको? आउँछ त्यो नागरिकताको त्यो भनेको पनि दिन्छ होला त्यो नेसनल आइडीको कुरा त सुखले मर्यो भने मर्ने नै हो दुःखले मर्यो पनि मर्ने हो होइन? अब मेरो थाई छ उही जाने चाउजो कस्तो लाग्यो नि? मिठो छ साउजी मिठो लाग्यो नुनिलो छ कि गुलिलो छ ठिक छ होइन गुलिलो छ कि नुनिलो छ चिया चिया गुलियो छ चितो छ कि मिठो छ? मिठो छ आज आश्रममा के हुन्छ? के भन्छ त्यहाँ आश्रममा दुईटा बोलिहाल्यो राख्नु सक्दैन एक बार हेरिराख्ने होइन केही छ भने भनिसक्यो होइन अब चाउचाउ खाँदै गर्नु चाउचाउ कस्तो लाग्यो आज जाँदिन गए भनेपछि जान्छु अनि त्यहाँ मन्दिरमा के गर्दा मैले केही पनि गरेको छैन यसो झाडु लाउँछु कतिमा हप्तामा कति चाउचाउ पनि खानु न चाउचाउ खाएको हप्तामा एकचोटि जाने गरेको थियो 2 चोटि जाने गरेको थियो अहिले सधैँ भए अब सधैँ जाने अब आज 6 गइहाल्यो कति दिन जाइएला अनि भजन एउटा दुईटा भजन पनि यसो भनेपछि पहुँचमा हामी सबै बसेर कुरा गरौँला फोटो